नमस्कार। आज मिति 2082 साल पौषको 6 गते आइतबार आज हामीले देशभर भएका मुख्य समाचार लिएर उपस्थित भएका छौँ। रवि लामिछाने रिहाई भइसके पछाडि उनलाई बाजागाजा सहित स्वागत गरेको छ भने जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूलाई भेटेका छन्। शहीद परिवारलाई भेट्दा उनी धुरुधुरु पनि रोएका छन्। पार्टीको चुनावमा अध्यक्षमा हारे पछाडि ईश्वर पोखरेलले बोलाए छुट्टै फेरि गुट भेला, गाउँ र टोलटोलमा छुट्टै फोर्स घोषणा गर्ने उनको तयारी। हर्क साम्पाङले फेसबुकबाटै गरे उपाध्यक्षलाई फेरि पनि कारबाही लगायत खेलकुद र आर्थिक समाचार पनि हामीले समावेश गरेका छौँ। तपाईले हाम्रो समाचार पुरा सुन्नुहोला। कारागारबाट रिहा भए लगतै चितवन हुँदै काठमाडौँ आइपुगेका रासपा सभापति रवि लामिछानेले जेनजी आन्दोलनका घाइतेहरूलाई भेटेका छन्। शनिबार काठमाडौँ आए लगतै उनले उपत्यकाका विभिन्न अस्पताल पुगेर जेनजी घाइतेसँग भेट गरेका हुन्। घाइते भेट्नु अघि उनले बगरमल स्थित जेनजी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय पुगेर जेनजी आन्दोलनका शहीद परिवारसँग छलफल गरेका थिए। सहकारी ठगी प्रकरणमा भैरवा कारागारमा रहेका लामिछानेलाई अदालतले थुनामुक्त गर्न आदेश दिएको थियो। सो क्रममा रविले सुशासन कायम गर्ने कुरामा सरकारलाई राजसभाको पूर्ण साथ रहेको बताए। उनले जेनजी घाइतेहरूलाई आफू साथमा रहेको बताउँदै सपना पूरा गर्न लागि पर्ने पनि बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी माओवादीका महासचिव नेत्र विक्रम चन्दले देशको प्रधानमन्त्री भई सेवा गर्ने इच्छा जाहेर गरेका छन्। काठमाडौँमा शनिबार आयोजित जेएनजीसँग अन्तर्क्रिया कार्यक्रममा उनले आगामी निर्वाचनमा नेकपा माओवादीले पनि भाग लिने र जनताको विश्वास गरेमा देशको कार्यकारी भएर काम गर्ने इच्छा भएको जिकिर गरे। तर तोकेको समय फागुन 21मा नेपालमा निर्वाचन हुनेमा उनले शंका गरेका छन्। यो देशलाई राम्रो बनाउने राम्रो सपना छ। हामीले बन्दुक पनि बोक्यौं, जेल पनि गयौं, किताब पनि पढ्यौं। यदि नेपालमा किसान, मजदुर, बुद्धिजीवी, व्यापारी, मध्यम वर्गले, शहरले, गाउँले हामीलाई मौका दिनुहुन्छ भने एकचोटि गएर देखाउन भनेर तपाईहरुको जिम्मा दिनुहुन्छ भने एकचोटि यो देशको प्रधानमन्त्री भएर वा कार्यकारी प्रमुख भएर गुरु जस्तो जोतिएर देशको सेवा गर्ने चाहना पनि नेकपा माओवादीको छ। यो हामी गर्छौं, विप्लवले भनेका छन्। सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन गर्ने कुरा कसैले नपत्याएको समेत उनको भनाइ छ। प्रहरी कर्मचारीको मनोबल गिरेको, लुटेका हतियार फिर्ता नभएको, निर्वाचनका लागि आवश्यक रकम नभएको कारण उल्लेख गर्दै उनले निर्वाचन हुनेमा शंका व्यक्त गरे। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष डाक्टर मित्र परियारलाई कारबाही गरेका छन्। बुटवलमा हिजो भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले उनलाई कारबाही गरेको साम्पाङले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्। श्रम संस्कृतिमा कोही सानो कोही ठूलो हुँदैन। आज उपाध्यक्षले बुटवलमा आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलीका कारण आचार संहिता उल्लङ्घन गरेकाले नसच्चेसम्म कारबाही गरेको जानकारी गराउँछु, साम्पाङले सामाजिक सञ्जाल मार्फत भनेका छन्। उद्योजकले सम्बोधनका लागि आग्रह गरे पनि बोल्न पुगेका परियारले आयोजकले व्यवहार ठिक नगरेको भन्दै खनिएका थिए। कार्यक्रम आयोजकहरूले अलिकति मिस्टेक गर्नुभएको छ। परियारले भनेका थिए, ध्यान यता मन यता गर्न हुँदैन, म पनि केन्द्रीय उपाध्यक्ष हो, म पनि बोल्न पाउनुपर्छ, ध्यान अन्त मोड्न हुँदैन। यसअघि पनि यो पार्टीका अर्का उपाध्यक्ष कारबाहीमा परिसकेका छन्। विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ, देवराज लामालाई कारबाही गरेको थियो। उनी पार्टीका उपाध्यक्ष थिए। नेकपा एमालेको अध्यक्षमा पराजित भएका नेता ईश्वर पोखरेलले शनिबार दिउँसो आफू पछि नेता कार्यकर्ताको भेला गरेका छन्। काठमाडौँमा आयोजित भेलामा विशेष गरी महाधिवेशनमा आफ्नो प्यानलबाट बनेका उम्मेदवार सहितका नेताहरू उपस्थित भएका थिए। महाधिवेशन सकिएसँगै देशभरका प्रतिनिधिहरू जिल्ला फर्कने तयारीमा छन्। उनीहरूलाई शनिबार सम्बोधन गर्दै आफू पछि भेला बढाएर जिल्ला र प्रदेश स्तरमा विभिन्न फोरमहरू आयोजना गर्न भनेका छन्। पोखरेलले त्यस्ता फोरमहरूमा आफूलाई पनि बोलाउन र सकेसम्म उपस्थित हुने पनि जानकारी गराएका छन्। अब हामीहरूले जिल्ला प्रदेश स्तरीय विभिन्न फोरमहरू बनाउनुपर्छ। यो छलफलमा हामी पनि उपस्थित हुन्छौँ, तपाईहरूले सम्झनुहोस्, भेलामा सहभागी नेताहरूलाई पोखरेलले भनेका थिए। महाधिवेशनमा जे मुद्दा लिएर अगाडि बढेको हो त्यहाँबाट दायाँ बायाँ नहुने उनले बताएका छन्। महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनका कतिपय कुराहरू समीक्षा विषयक छन्, तर महाधिवेशन सम्पन्न भए पनि जुन मुद्दा लिएर हामीले लडाईँ कायम गरेका थियौँ ती मुद्दाहरू कायम छन्। ती मुद्दाहरू मर्दैनन्, पोखरेलले भनेका छन्। ती मुद्दाहरूलाई लिएर हामी हिँडिरहेका छौँ। ती मुद्दाले सफलता प्राप्त नगरसम्म हाम्रो अभियान जारी रहनेछ। आजको बेला आयोजक गरुने महाधिवेशनपछि कस्तो रणनीति तय गर्ने, तलका कमिटीहरूलाई कसरी फोरम बनाउने लगायतका विषयमा प्रश्न बनाएर पठाउनु रहेको पोखरेलले बताएका छन्। कसरी अगाडि बढ्नुपर्छ भन्ने जिज्ञासा हुन सक्छ, त्यसलाई आजबाट मेटाउँ भनेर यो भेला आयोजना गरेको हो उनले भनेका छन्। यसलाई पार्टी विभाजनको बाटोमा हिँडेको अर्थ कसरी नलाग्न पनि आग्रह गरेका छन्। नेपाली कम्युनिस्ट पार्टी नेकपाले आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न माता हातलाई सर्कुलर गरेको छ। पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष उम्मेदवार सिफारिस गर्न जेएनजी युवा अनिवार्य सिफारिस गर्नुपर्ने मापदण्ड बनाएको छ। सर्कुलरमा रहेका निर्वाचन क्षेत्रमा कम्तीमा 1 जना जेएनजी युवा र 1 जना महिला सहित बढीमा 5 जनालाई प्रत्यक्षतर्फ सिफारिस गर्न भनिएको छ। सिफारिस भएको उम्मेदवार यसअघि निर्वाचित प्रतिनिधि भए नभएको खुलाइने प्रत्यक्षतर्फको मापदण्डबारे सर्कुलरमा उल्लेख गरिएको छ। सिफारिस गर्दा लोकप्रिय र जित्ने उम्मेदवारलाई प्राथमिकतामा राख्न पनि आग्रह
गरेको छ। नेपाली कम्युनिस्ट पार्टी नेकपाले समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्दा कम्तीमा 2 महिलाको नाम पठाउनु पर्ने मापदण्ड बनाएको छ। एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा कम्तीमा 2 महिला सहित 4 जना सिफारिस गर्ने सर्कुलरमा भनिएको छ। एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाबाट प्रत्येक निर्वाचन क्षेत्रबाट थप 2 जना सिफारिस गर्न सकिनेछ। सम्पर्क समन्वय प्रदेश, उपत्यका विशेष प्रदेश, प्रवास प्रदेश, जनवर्गीय संगठन र मोर्चाको केन्द्रीय समितिले 2 महिला र 2 पुरुषका दलले 4-4 जना सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेल आगामी प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर 3 बाट एकल सिफारिस भएका छन्। पार्टीको क्षेत्रीय समितिले धमाधम केन्द्रहरूमा उम्मेदवारहरू सिफारिस गरिरहेको छ, जस क्रममा लिङ्गदेललाई झापा 3 बाट सिफारिस गरेको हो। त्यस्तै वरिष्ठ उपाध्यक्ष रविन्द्र विश्वलाई काठमाडौँ क्षेत्र नम्बर 1 बाट सिफारिस गरेको छ। उनीसहित रामेश्वर श्रेष्ठ र राम तन्द्रिकालाई पनि काठमाडौँ 1 को उम्मेदवारको रूपमा क्षेत्रीय समितिले सिफारिस गरेको हो। काठमाडौँ क्षेत्र नम्बर 6 मा पनि 3 जनाका नाम सिफारिस भएको छ, जसमा डाक्टर प्रकाशसँग लोनी, राजालाम श्रेष्ठ र उद्धवराज भेटवाल रहेका छन्। काठमाडौँ 7 मा लालकुमार लामा, दुब्र विक्रम मल्ल र विनोद श्रेष्ठ सिफारिस भएका छन्। काठमाडौँ 9 मा खुशबु ओली, इन्दिरा मिश्र, दिलीप कार्के, देवेन्द्र प्रधान र रघुराज भण्डारी गरेर 5 जनाको नाम सिफारिस भएको छ। बैतडीमा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दका छोरा भूपेन्द्र चन्दको नाम सिफारिस भएको छ। कैलाली 1 मा लोकेन्द्र कोरको नाम सिफारिस भएको छ। काभ्रे 1 मा नवराज सत्याल, काभ्रे 2 मा रञ्जित श्रेष्ठ, रामेछापमा आङ्गीमा शेर्पा र मणिराम तामाङको नाम केन्द्रीय समितिमा सिफारिस गरी पठाइएको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पण्डेलले समयमा काम सम्पन्न भएका आयोजनाहरूको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्। प्रदेश सरकारद्वारा म्याग्दीमा सञ्चालित सडक आयोजनाको आज स्तरगत अनुगमन गर्दै उनले काम गर्ने निर्माण कम्पनीलाई समयमा नै भुक्तानी दिन सरकार तयार रहेको बताएका छन्। दायित्व सिर्जना भइसकेका आयोजनाको भुक्तानी गर्नुपर्ने जिम्मेवारीप्रति प्रदेश सरकार संवेदनशील छ। मुख्यमन्त्री पण्डेलले भने बजेट अभावकै कारण विकास आयोजनामा ढिलाइ गर्नुपर्ने अवस्था आउन दिने छैनौँ। काम गर्ने निर्माण व्यवसायलाई समयमा भुक्तानी दिएर प्रोत्साहन बढाउनेतर्फ हामी सचेत छौँ। चालु आर्थिक वर्षमा काम भइरहेका आयोजनाका लागि पर्याप्त बजेट नभएको निर्माण व्यवसायीहरूले गुनासो गरेपछि मुख्यमन्त्री पाण्डेले काम नभएका क्रममा बचत भएको बजेटलाई रकमान्तर गरेर भुक्तानीको व्यवस्था मिलाउने जानकारी दिएका छन्। उनले आज धारापानी, ताकम, सिवाङ, बेनी, दरबाङ, दाङखोला, पुल, बेनी, पाखापानी सडक आयोजनाको अनुगमन गरेका हुन्। पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख डाक्टर महेन्द्र बानियाले जिल्लामा सञ्चालित आयोजनाहरूको कार्यान्वयनको अवस्थाको विषयमा जानकारी गराएका थिए। मुख्यमन्त्री पाण्डेले सङ्घीय सरकारबाट बेली ब्रिज प्राप्त हुने प्रक्रियामा रहेकाले समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। उज्यालो नेपाल पार्टीका समर्थक कुलमान घिसिङले अहिलेसम्म आफूले कमाएको प्रतिष्ठा दाउमा राखेरै भए पनि पार्टी खोलेर अगाडि बढेको बताएका छन्। उज्यालो नेपाल पार्टीको चितवन भेलालाई आज भरतपुरमा सम्बोधन गर्दै कुलमानले कतिपय मान्छेले आफूलाई राजनीति नगरेर सुझाव दिएको भए पनि राजनीति पार्टीबाट नै देश अगाडि बढाउने सोचले राजनीतिमा घुमिएको बताएका छन्। उनले विद्युत प्राधिकरणमा बसेर आर्जन गरेको ख्याति राजनीति गर्दा गुम्न सक्ने भन्दै आफ्ना शुभेच्छुकले राजनीति नगर सम्झाएको स्मरण गरे। अब मैले के गर्ने, कि त धार्मिक संस्था जोडिएर काम गर्न पर्यो, कि त अरू सामाजिक संस्थामा बसेर काम गर्नु पर्यो। कुलमानले भने ती संस्थामा बसेर देशमा ठोस परिवर्तन गर्न सकिँदैन भनेर राजनीतिमा लागेको हुँ। उनले देशमा ठुला भनेका राजनीतिक पार्टीले परिवर्तनमा भूमिका खेले पनि सुशासन र भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्न नसक्दा जनता आक्रोशित भएको बताएका छन्। उनले आफूले अन्य कुनै पनि राजनीतिक दल र तिनका नेता विरुद्ध गाली गलौज अनावश्यक लान्छा लगाएर कहिले नबोल्ने बताउँदै कुलमानले आफ्ना विरुद्ध विभिन्न षड्यन्त्र गरेर बदनाम गराउने प्रयत्न सुरु भएको बताएका छन्। उनले नयाँ राजनीतिक दलहरूका बीच आगामी चुनावमा सहकारी गर्न अझै सकिने भन्दै उनले अबको चुनावमा जनताले सही पार्टी र नेता छान्ने अवसर पाएको बताएका छन्। पुराना राजनीतिक दललाई पनि राम्रा र असल मान्छेलाई जनताले जिताउनु पर्ने उनको धारणा छ। नयाँ पार्टीहरूका बीचमा एकता गर्दा कुनै पनि स्वार्थ राख्न नहुने भन्दै कुलमानले आज मिल्ने तर भोलि फुट्ने एकता नगरिने प्रश्न पारे। गृहमन्त्री ओम प्रकाश अर्यालले नुवाकोटको बिदुरमा रहेको केन्द्रीय कारागारको खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा छिट्टै सञ्चालनमा ल्याउन शनिबार कारागारको स्तरगत रूपमा अवलोकन गरेका छन्। मन्त्री परिषदको यही पुस 3 गते बसेको बैठकले देशका विभिन्न बाल सुधार गृहमा रहेका र अवधि बाँकी रहेका 18 वर्षमाथिका बाल विजयकर्ताहरूलाई राख्नका लागि नुवाकोटको बिदुरमा रहेको केन्द्रीय कारागारको कुल 4 ब्लक मध्ये एउटा खाली रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा परिणत गर्न सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो। अवलोकनका क्रममा मन्त्री अर्यालले अब खाली रहेको बाल सुधार गृहमा छिट्टै स्थापना गर्ने बताएका छन्। यो क्रममा मन्त्री अर्यालले कारागारमा रहेका कैदीबन्दी र थुनुवासँग केही बेर उनीहरूसँग कुराकानी गर्दै उनीहरूका गुनासा र परेका समस्याबारे सुनेको पनि सचिवालयले जनाएको छ। सोही क्रममा मन्त्री अर्यालले उनीहरूको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवा सुविधाबारे चासो राख्नु भएको थियो। यस्तै अवलोकनपछि मन्त्री अर्यालले कैदीबन्दीहरूको मानव अधिकारको उच्च ख्याल गर्दै कारागारभित्र हुने हरेक गतिविधि कानुनी र मानव अधिकारका दृष्टिले मर्यादित हुनुपर्ने ख्याल गर्न पनि कारागार प्रशासनलाई निर्देशन दिएका छन्।
मध्य प्रदेश सभामुखको लागि नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्। एमाले सांसद शारदा देवी थापाको प्रस्ताव र जयचन्द्र प्रसाद पटेलको समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। 7 दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक राम आशिष यादवको उम्मेदवारी दर्ता भएको हो। मध्य प्रदेशमा भोलि सभामुख पदको निर्वाचन हुँदैछ। कारागारबाट रिहाई भएका राजसभा सभापति रवि लामिछाने काठमाडौँ आइपुगेका छन्। भैरवा कारागारमा रहेका लामिछाने उच्च अदालत बुटवलले आदेश पछाडि हिजो मात्रै दरौडी रकम बुझाएर रिहाई भएका थिए। रिहा लगतै उनी चितवन पुगेका थिए। चितवनमा शनिबार सभा आयोजना गरिएको थियो। उक्त सभालाई सम्बोधन गरेर रवि हवाई मार्ग हुँदै काठमाडौँ आएका हुन्। उनलाई विमानस्थलमा बाजागाजा सहित समर्थकहरूले स्वागत गरेका छन्। उनले विमानस्थलमा केही बेर सम्बोधन गर्दै आफू राजनीतिक पुस्ताका लागि आएको तर तत्कालका लागि मात्रै नहेरेको बताएका छन्। साथै उनले परिवर्तनका लागि नयाँहरू मिल्ने पनि दोहोर्याए। आफू पदका लागि मरिहत्या नगर्ने र देश र पार्टी बचाउनका लागि पर्ने जिकिर गरेका छन्। लामिछानेले आज जेएनजी घाइते र परिवारलाई पनि भेटेका छन्। उनी विमानस्थलबाट सोझै जेएनजी घाइतेलाई भेट्न जाने र निकट नेताहरूले बताएका थिए। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले बाहिर जेसुकै भने पनि भित्री रूपमा निर्वाचनको तयारी गरिरहेको दाबी गरेका छन्। शनिबार काठमाडौँमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले एमालेको दोहोरो चरित्रमाथि प्रश्न उठाएका हुन्। प्रचण्डका अनुसार एमाले सार्वजनिक रूपमा अन्य कुरा गरे पनि उसको सबैतिर ध्यान निर्वाचनतिर केन्द्रित भएको देखिन्छ। उनले एमालेलाई डबल स्ट्यान्ड नदेखाउन र मुलुकको निकासका लागि घोषित निर्वाचन प्रक्रियामा इमानदार भएर सहभागी हुन पनि आग्रह गरेका छन्। अध्यक्ष दाहालले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचन सबैभन्दा सहज र उत्तम विकल्प भएको बताएका छन्। नेपाली कांग्रेसले संस्थागत रूपमा नै निर्वाचनमा जाने निर्णय गरिसकेको र आम जनता पनि चुनावी माहौलका लागि मानसिक रूपमा तयार भइसकेको उनको बुझाइ छ। कतिपय शक्तिहरू अदालतमा गए पनि अन्तिम निकास निर्वाचन नै भएको भन्दै अब सिङ्गो राष्ट्रलाई चुनावी प्रक्रियामा लैजान सबै राजनीतिक दलहरू एकताबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन्। जनमत पार्टीका अध्यक्ष डाक्टर सीके रावतले जेएनजी आन्दोलनपछि मुलुकको संहिता र संसदीय व्यवस्थाप्रति प्रहार हुन थालेको भए पनि मधेसी समुदायकै कारण यो पनि झुकेको दाबी गरेका छन्। मधेस एकता समाजले शनिबार काठमाडौँमा आयोजना गरेको परिवर्तनशील समयमा मधेस विचार मन्थन कार्यक्रममा रावतले बदलिएको राजनीतिक परिस्थितिमा मधेसको अस्तित्व र स्थान कहाँ छ भनी आफूहरूले खोजी गरिरहेको बताए। कार्यक्रममा रावतले जेएनजी आन्दोलनपछि आफूहरूले मधेसको मुद्दा स्थानबारे प्रश्न उठाउँदा एक शीर्ष जेएनजी नेताले आफूलाई धम्की दिएको पनि खुलासा गरेका छन्। जेएनजी आन्दोलनपछि मैले मधेस खोज्न थालेपछि एक शीर्ष जेएनजी नेताले मलाई धम्की दिएका थिए उनले भनेका छन्। आन्दोलनपछि आफू र आफ्नो पार्टीका सांसदहरूले राजीनामा दिएको स्मरण गर्दै पछि संहिता र संसदीय व्यवस्था माथि नै प्रहार हुन थालेपछि आफूहरू झस्किएको बताएका छन्। मधेसबाट आवाज नउठेको भए यो परिवर्तन पछि संहिता नै समाप्त हुने खतरा रहेको तर मधेसले त्यसलाई रोकेको उनको दाबी छ। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेसले नवलपरासी 1 बाट विनोद चौधरीको नाम सिफारिस गरेको छ। कांग्रेस केन्द्रीय परिपत्र अनुसार क्षेत्रीय कार्य समिति जिल्ला हुँदै लुम्बिनी प्रदेश कार्य समितिले फागुन 21 गतेका लागि तोकिएको निर्वाचनमा कांग्रेसबाट चौधरीको एकल नाम सिफारिस भएको हो। कांग्रेसको लुम्बिनी प्रदेश कार्य समितिको बैठकले जिल्लाहरूबाट सिफारिस भएर आएका नामहरू आवश्यक सुझाव सहित केन्द्रमा पठाउने निर्णय गरेको हो। तर नवलपरासी 1 बाट भने चौधरीको एकल नाम केन्द्रमा पठाउने निर्णय भएको प्रदेश सभापति अमरसिंह पुनले बताए। उनका अनुसार जिल्लाबाट चौधरीसँगै अर्का नेता विक्रम खनालको पनि नाम प्रतिनिधि सभामा प्रदेशतर्फ सिफारिस भएको थियो। तर पार्टीले साधारण सदस्य नै नरहने गरी कारबाही गरेकाले खनालको नाम केन्द्रमा नपठाएको पुनले बताएका छन्। खनाल कांग्रेसको लुम्बिनी प्रदेश कार्य समिति महासचिव थिए। पार्टीको कारबाहीसँगै उनको जिम्मेवारी पनि खोसिएको थियो। साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपालको एफएफ क्लब पराजित भएको छ। नेपालको लिग च्याम्पियन टोली एफएफ भारतको लिग च्याम्पियन इस्ट बंगालसँग 3-0 गोल अन्तरले पराजित हुन पुगेको हो। त्रिपुरेश्वरी स्थित दशरथ रङ्गशालामा साँझ 5 बजे सुरु भएको खेलमा नेपालले पहिलो हाफमा 2 तथा दोस्रो हाफमा थप 1 गोल बेहोरेको थियो। इस्ट बंगालकी कप्तान फरिजा इक्वाफुटले 2 गोल प्रहार गरिन्। 8000 भन्दा बढी दर्शकको उपस्थिति रहेको खेलमा घरी टोली एपीएफले गोलका लागि खासै अवसर सिर्जना गर्न सकेन। इस्ट बंगालका लागि सिल्की देवी हेनानले थप 1 गोल थपेकी थिइन्। हस्त देशभरिको मुख्य समाचार आजका लागि यति नै। तपाईँ कुन ठाउँबाट हामीलाई हेर्दै हुनुहुन्छ वा सुन्दै हुनुहुन्छ? तपाईको ठाउँमा पनि कुनै समाचार योग्य वस्तु छन् अथवा तपाईको क्षेत्रमा कुनै समाचार योग्य वस्तुहरू बनेका छन् भने तपाईले हामीलाई पठाउन सक्नुहुनेछ अथवा हामीलाई कमेन्ट गर्न सक्नुहुनेछ। हाम्रो च्यानल सब्स्क्राइब गर्दै गर्नुहोला। हामी फेरि पनि अर्को समाचारमा भेटिनेछौँ।